आजको यो छलफलमा हामी पूर्व गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतले पूर्वपक्ष थुनामा राख्न दिएको आदेशबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। हो हामीसँग सर्वोच्चको आदेश अनि अरू समाचार र विश्लेषणहरू पनि छन्। अँ, यसकै आधारमा यो आदेश किन आयो भने यसका मुख्य आधार के हुन् भनेर हेरौँ न त। अहँ। खासमा अदालत किन उहाँलाई धरोटीमा छोड्न चाहेन त्यसमै केन्द्रित हौँ है। निश्चय नै यो मुद्दा त बुटवालको सुप्रिम सहकारीको पैसा गैर कानूनी रूपमा गोर्खा मिडियामा लगानी भएको आरोपसँग जोडिएको छ नि। हो त। सुरुमा जिल्ला अदालतले त धरोटी मागेको थियो, तर उच्च अदालत बुटवलले चाहिँ त्यसलाई उल्ट्याएर लामिछाने र अर्का छविराल जोशीलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दियो। ए उच्चले नै थुनामा पठाएको। हो, पूर्वपक्षका लागि थुना भनेको त अब मुद्दाको अन्तिम फैसला नहुन्जेल हिरासतमा राख्ने कुरा भयो। धरौटी भन्दा कडा कदम हो यो। अनि यही उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गर्यो। हो, सदर गर्यो। सर्वोच्चले सदर गर्नुको पछाडि चाहिँ के तर्कहरूलाई मुख्य आधार बनायो होला? स्रोतहरूले त 9वटा बुँदा भनेका छन्, तर सबभन्दा बलियो चाहिँ के देखियो? सर्वोच्चले हेर्दाखेरि विभिन्न प्रमाण र बयानहरूलाई सँगै राखेर हेरेको देखिन्छ। एउटा मुख्य आधार चाहिँ लामिछाने औपचारिक रूपमा एमडी मतलब प्रबन्ध निर्देशक बन्नु अघि नै कार्यकारी निर्देशकको रूपमा बैठकमा बसेर कम्पनीको खाता चलाउन आफ्नो सही चल्ने निर्णय गराएको प्रमाणलाई मानेको छ। ए एमडी हुनुभन्दा अगाडि नै? हो, यसले चाहिँ कम्पनीको आर्थिक गतिविधिमा उहाँको संलग्नता सुरुदेखि नै थियो कि भन्ने देखायो। अनि त्यो 2 करोड ऋणको विषय नि उहाँले त मलाई थाहै थिएन भन्नुभएको थियो। हो नि, तर अदालतले के भन्यो भने 2 करोड ऋण गएको कुरामा विवाद देखिएन। अनि महत्त्वपूर्ण कुरा चाहिँ लामिछाने आफैले 6 जनवरी 2022मा 40,92,000 रुपियाँ सहकारीलाई किस्ता तिरेको प्रमाण भेट्यो रे। ए आफैले किस्ता तिरेको? हो, त्यो भुक्तानीले गर्दा मलाई ऋणबारे थाहा थिएन भन्ने उहाँको भनाइ चाहिँ अब पहिलो नजरमा खण्डन भयो भन्ने अदालतको ठहर छ। उहाँले त त्यो लगानीलाई स्वेट सेयर भन्नुभएको थियो नि, मतलब पसिनाको लगानी पैसा नहालेको सेयर। भन्नुभएको थियो, आफ्नो विज्ञता सम्पर्कको आधारमा सित्तैमा पाएको भनेर दावी गर्नुभएको थियो। तर के? तर तर कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको त्यो लगानीको स्रोत खुलाउने फरम हुन्छ नि, त्यसमा चाहिँ उहाँले अन्य व्यवसायको आय, ऋण सापटी र पैतृक सम्पत्तिबाट लगानी जुटाएको भनेर लेख्नु भएको रहेछ। ए त्यहाँनिर कुरा बाजियो त। हो नि, अदालतले यसलाई विरोधाभासपूर्ण देख्यो र कतै सहकारीबाट लिएको भनिएको ऋण नै सेयरमा हालेको हो कि भन्ने शङ्का गर्यो। अनि अर्को कुरा, कम्पनी छाडे भने पनि त्यसपछिको मितिमा पनि चेकमा उहाँको हस्ताक्षर भेटियो। छाडेपछिको मितिमा पनि? हो, त्यसले निरन्तर संलग्नता देखायो भन्ने अदालतको राय भयो। अनि अरू सहअभियुक्त कर्मचारीहरूको बयानले पनि केही फरक पार्यो कि? अवश्य। ओम प्रकाश गुरुङ, कुमार रम्तेल, छविलाल जोशी जस्ता सहअभियुक्तहरू अनि कम्पनीकै कर्मचारीहरूले पनि बयानमा टेलिभिजन खोल्न सहकारीको पैसा आएको र त्यसमा लामिछानेको संलग्नता थियो भनेका छन्। झन् उहाँ त कम्पनीको खाता सञ्चालक मध्येकै एक हुनुहुन्थ्यो। त्यसैले सहकारीबाट पैसा आएको थाहा नपाउने भन्ने कुरा चाहिँ खै पत्याउन गाह्रो भयो भन्ने अदालतको निष्कर्ष रह्यो। यी सबै हेर्दा तत्कालको प्रमाणले उहाँ निर्दोष हुनुहुन्छ भनेर विश्वास गर्ने आधार नदेखिएकाले थुनामै राख्ने उच्चको आदेश ठिक छ भन्यो सर्वोच्चले। ल यो त भयो लामिछानेलाई थुनामा राख्नुपर्ने अदालतका आधारहरू। तर यहाँ एउटा अलि पेचिलो प्रश्न पनि उठेको छ नि। के कुरा? यही सुप्रिम प्रकरण होस् वा यस्तै अरू सहकारी ठगीका केसहरूमा जोडिएका अरू मान्छेहरू जसमा राजनीतिकर्मी पनि छन्, सहकारी चलाउनेहरू पनि छन्, उनीहरू कतिपय त धरोटीमा छुटेका छन् नि, होइन र? जस्तै बागलुङका मेयर, काङ्ग्रेस सांसद माया राई, एमाले सांसद पत्नी, सुप्रिमकै अरू केही सञ्चालकहरू पनि। हो, छुट्टेका छन्। दिपेश पुन पनि धरोटीमै छुट्टे। त्यही त। तर लामिछाने र जोशीलाई चाहिँ थुनामै राख्ने आदेश भयो। यो फरक चाहिँ किन भयो होला? यो एकदम महत्त्वपूर्ण प्रश्न हो। यस्तो छ नि, हरेक मुद्दाको तथ्य, प्रमाण अनि अभियुक्तको भूमिका, उनीहरूबाट हुन सक्ने जोखिम फरक फरक हुन्छ। त्यसैले न्यायिक आदेश पनि फरक पर्न सक्छ। कसको संलग्नता कति गहिरो छ
प्रमाण लुकाउन सक्ने वा फरार हुन सक्ने सम्भावना कति छ, यस्ता कुराले पनि थुनामा राख्ने कि धरोटी माग्ने भन्ने निर्णयमा असर गर्छ। तर पनि बाहिरबाट हेर्दा त एउटै जस्तो देखिने मुद्दामा फरक व्यवहार भए जस्तो देखिन्छ नि, होइन? त्यसले गर्दा न्यायिक निरन्तरता, समानतामाथि प्रश्न उठ्नु स्वाभाविक हो। अनि यही बीचमा लामिछानेकी पत्नी निकिता पौडेलले हाल्नुभएको बन्दी प्रत्यक्षीकरण रिट पनि सर्वोच्चले खारेज गरिदियो। त्यो रिट पनि खारेज भयो। अनि सर्वोच्चले उच्च अदालतका न्यायाधीशहरूमाथि भएको टिप्पणीबारे पनि केही भनेको थियो है? हो, भनेको छ। सम्भवतः यिनै फरक आदेशहरूलाई लिएर जुन सार्वजनिक बहस र टिप्पणीहरू भए नि, त्यसैलाई लक्षित गरेर होला सर्वोच्चले न्यायिक निर्णयमाथि अनावश्यक टिप्पणी नगर्नुहोस् भनेर सचेत गराएको छ। न्याय सम्पादनमा दबाव पर्न सक्छ भन्ने चिन्ता होला। त्यसो भए यो सबै घटनाक्रमको सार चाहिँ के निस्कियो त? सारमा भन्दा सर्वोच्च अदालतले तत्काल जे जति प्रमाणहरू उपलब्ध छन् त्यसको आधारमा रवि लामिछानेको सहकारी रकम हिनामिना प्रकरणमा संलग्नता देखिने बलियो आधारहरू छन् भन्ने पायो। त्यसैले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म चाहिँ उहाँलाई पूर्वपक्षका लागि थुनामा राख्नु नै ठिक हुन्छ भन्ने निष्कर्षमा पुगेको देखिन्छ। यो आदेशले उहाँलाई दोषी नै भनेको त होइन, त्यो त पूर्वपक्ष थुना भयो। हो, तर मुद्दाको गम्भीरता र प्रमाणको प्रकृति हेर्दा थुनामै राखेर अनुसन्धान र सुनवाई अगाडि बढाउनु पर्छ भन्ने आवश्यकता देखायो। यो सबै कुरा सुन्दा एउटा गम्भीर प्रश्न मनमा आउँछ के? जब उस्तै देखिने आर्थिक अपराधका मुद्दाहरू छन्, त्यसमा मुछिएका भनिएका मान्छेहरूका लागि फरक फरक न्यायिक मापदण्ड जस्तो देखिन्छ, कोही थुनामा कोही धरोटीमा। यस्तो देखिँदा यसले हाम्रो समग्र कानुनी प्रक्रियाको निष्पक्षता अनि सबैका लागि न्यायमा समान पहुँचको सिद्धान्तमाथि कस्तो खालको बहस सुरु गर्छ होला, यो प्रश्नमा सोच्नुपर्ने देखिन्छ है। हो, यो एकदमै विचारणीय प्रश्न हो।